लेट मी कन्टिन्यू होइन अहिलेको माथि अब ताङ्गो बेससम्म आइपुगेको थियो त्यहाँदेखि त्यहाँबाट अलिकति 10 मिनट्स त्यहाँदेखि अलिकति 10 मिनट्स जस्तो लाग्दो रहेछ यहाँ तल आउनु जङ्सनमा जङ्सनको छेउमा चाहिँ एउटा दोकान रहेछ त्यहाँबाट चाहिँ एउटा सिधा जाने बाटो रहेछ यहाँ चाहिँ चेरी जाने बाटो रहेछ चेरी बेस भनिदेऊ न ताङ्गोबाट मुनि झरेर बाटो ब्ल्याक टप छ बाटो आएर अन्त एउटा ट्राई जङ्सन अब जङ्सन छ एउटा दोकान छ त्यहाँदेखि उता जानु होइन र फर्केर यता आउनुपर्छ यता माथि ब्याक टु यो बाटो चाहिँ सिधै बेससम्म रहेछ सो अब जानु पर्ने चाहिँ कहाँ हो नि चेरी भनेको चाहिँ यहाँ माथि एकदम डाँडाको टुप्पामा अब त्यहाँनिर एकदम स्टिपमा छ नि हो अब डाँडाको टुप्पामै भन्दा पनि भइगयो नि त यता चाहिँ चेरी मोनास्ट्री जाने बाटो रहेछ हो सो यता माथि जाने चाहिँ जिमी दोजी नेसनल पार्क रहेछ हौ यो चाहिँ नेक्स्ट टाइम जानुपर्छ होला जिमी दोजी नेसनल पार्कमा चाहिँ अब हामी यता चेरी बेसतिर लाग्दैछौँ बल्ल बल्ल हामी यहाँनिर चेरीको बेसमा आइपुग्यौँ हो सो हामीले लन्च बनाएर ल्याएका थियौँ सो यो लन्च सन्च खाएर चाहिँ त्यहाँदेखि उकालो चढिन्छ त्यहाँदेखि माथि यो चाहिँ हाम्रो लन्च घरबाटै बनाएर ल्याएका थियौँ अन्त यो लन्च सन्च खाइसकेपछि त्यहाँदेखि चाहिँ उँभो लागिन्छ यता माथि हो ल फाइनली अब ट्रेकिङ तर्फ अघि बढ्दैछौँ चेरी मोनास्ट्री सो बाटो चाहिँ ताङ्गो जाने जस्तो चाहिँ छैन रहेछ अलिकति अप्ठ्यारै टाइपको रहेछ तर पनि ठिकै रहेछ यति साह्रो अप्ठ्यारो पनि छैन रहेछ हामी चाहिँ अघि ऊ तल देख्नु हुँदैछ होला नि यहाँदेखि हिँडेर आएको यता माथि अब यहाँ माथि मोनास्ट्रीमा जानुपर्छ हौ यहाँनिर मोनास्ट्री त्यो सो गाइस फाइनली हामी चाहिँ चेरी मोनास्ट्रीमा आइपुग्यौँ हो सो यहाँबाट चाहिँ तल भ्यू देख्दो रहेछ ताङ्गो पनि देख्दो रहेछ अपोजिट ताङ्गो त्यहाँदेखि अन्त माथि एउटा मोनास्ट्री रहेछ अझै माथि त्यो अनि भित्रको त भिडियो फोटो गर्नु त पाइँदैन हो सो भित्रको अब भनौँ हामीले के एक्सपिरियन्स गर्छौँ भित्रबाट दर्शन गरिसकेपछि चाहिँ तपाईँलाई बाहिर आएपछि सबै कुरो भन्छौँ तर त्योभन्दा भित्र जानुभन्दा अगाडि चाहिँ यहाँको यता मोनास्ट्रीबाट चाहिँ भ्यू तल कस्तो देख्छ तपाईँलाई देखाउँछु ल यता माथि चेरीमा चाहिँ गोल्डन लङ्गुर चाहिँ ट्याप्पै रहेछ है बिचरा के बिस्कुट सिस्कुट खाइरहेछ गोल्डन माथि गाउँ जानु पनि छ यहाँबाट यसरी गएर यसरी जानु पर्दो रहेछ स्टेप यस्तो स्टेप चाहिँ यस्तो रहेछ माथि गएर पहिला यस्तो माथि गएर दर्शन गरेर चाहिँ तल जानुपर्ने रहेछ यहाँ चाहिँ ढुङ्गाले बनाएको स्टेप रहेछ है निकै ढुङ्गा निकै ठाडो रहेछ त एकदम के भयो भोटियादेखि माथि एकदम सिधा 90 डिग्रीको छेउ छ त अनि यहाँ माथिको छोरतेनबाट भ्यू पोइन्ट चाहिँ यस्तो कहीँ देख्नु पाइन्छ स्वर्ग अझै मेरो क्यामेरा राम्रो नहुनाले गर्दा माथि एउटा मोनास्ट्री छ त्यहाँ चाहिँ यहाँबाट यस्तो स्वर्ग देख्नु पाउँदा के चाहियो मान्छेलाई हेर
फाइनली अलिकति माथि आइपुग्यौँ कि अन्त यहाँबाट एउटा भ्यू मेस्मराइजिङ छ है साथीहरू चढ्नु पनि यस्तो एकदम 90 डिग्री झन्डै अब भनौँ कति लेयर छ मुनि सबैलाई एकदम दामी तपाईँहरूलाई म देखाउँछु ल भ्यू यहाँबाट कस्तो चाहिँ देख्दछ एकदम के भन्नु अब एकदम न एकदम यहाँ भ्यू पोइन्ट चाहिँ वडै होइन लु हेर्नु यहाँबाट अब भ्यू मोनास्ट्रीबाट यस्तो भ्यू देख्दा त अन्त वर्दित नि हो अब के भन्नु एकदम नि हो यस्तो भ्यू देख्दा त के खोज्नु हौ यहाँबाट अन्त एकदम यहीँ बस्नु छ स्वर्ग नि हौ एकदम पिस अफ माइन्ड भनौँ न स्टेप त अन्त ठाडै छ अन्त दिस इज दि एन्ड हुने रहेछ नि हौ अन्त यस्तो देख्दा भ्यू पनि अन्त फाइनली हामीले चेरी मोनास्ट्री पनि के हो भिजिट गऱ्यौँ हो दर्शन गऱ्यौँ सो हामी अब मुभिङ टुवर्ड्स अब होम भनौँ न पहिला बेससम्म गएर त्यहाँबाट चाहिँ ट्याक्सी पकेर घर गइन्छ अब दर्शन गरेर चेरी मोनास्ट्री पनि दर्शन गरिसक्यौँ अब ब्याक टु बेस भनिदेऊ न तल चेरी बेस ट्याक्सी पक्रेर घर गइन्छ अब हामी तल झरेकै दर्शन गरे आज ताङको चेरी दुइटै भेटियो जे होस् खुसी लाग्यो अघि त ताङोमा त केही भएको थिएन यहाँ चेरीमा चढेर माथि चढेर तल झर्दा चाहिँ अलिअलि खुट्टा दुख्दैछ हो तर पनि इट्स ओके होइन यस्तो भ्यू हेर्नु पायो अब यस्तो दर्शन गर्नु पायो स्पिरिचुअली पनि एउटा होइन दर्शन पनि गर्नु पायो माइन्डलाई पिस भयो रिल्याक्स भयो फाइनली हामी अब चेरीको बेसमा आइपुग्यौँ अब घरतिर लाग्दै गरेको अब तल गएर ट्याक्सी खोज्नु पर्ने छ ट्याक्सी पाएन भने चाहिँ ट्याक्सीवालालाई कल गर्नुपर्ने जस्तो छ आजको ट्र्याक भनौँ न दुईटा ठाउँ भयो तर भिडियो चाहिँ आउँछ पार्ट दुईटा गरेर अब किनकि तामुको एउटा हुन्छ चेरीको एउटा हुन्छ किनकि दुइटै सँगै भिडियो हाल्दा चाहिँ अलिकति लामो हुने पऱ्यो कि सो पहिला ताङ्गोको हाल्छु त्यहाँदेखि चाहिँ चेरीको हाल्छु हो सो see you next time. Hope you enjoyed our video. Bye bye. See you अर्को ठाउँमा ट्रेकिङ जाँदा अर्को ब्लगमा तपाईँहरूलाई फेरि हामी भिडियो बनाएर देखाउँछु. Bye bye. Please do subscribe my channel for the upcoming new video, new vlogs and for my के भन्नु अब PUBG Mobile live stream भन्नु न. Bye guys.